आज असार 15 राष्ट्रिय धान दिवसको दिनमा चाहिँ हाम्रो घरमा चाहिँ रोपाई भयो अनि पानी पनि परिरहेको छ है। आजको वेदर पनि एकदमै पर्फेक्ट छ कि राम्रो छ। अनि मैले भने सबै धानको बिउहरू पनि उसारेर सकिसके। अनि यता चाहिँ म छु हेर्नु। ह्याप्पी असार 15। अब चाहिँ बारीमा जाँदैछु। रोपाई हुँदैछ हाम्रो बारीमा। आज असारको 15 गते मैले भने सबै बिउहरू चाहिँ ल्याएर चाहिँ सकिसके। यता रोप्दै हुनुहुन्छ। यता भने म छु अनि मेरो हालत चाहिँ यस्तै छ है। सबै पानीमा काम गर्दाखेरि चाहिँ यस्तै हुन्छ। ल हेर्नु। यता हेर्नु मम्मी पनि रोप्दै हुनुहुन्छ है। कस्तो लागिरहेको छ मम्मी हजुरलाई धान रोप्दा? यता आन्टीहरू पनि रोप्दै हुनुहुन्छ। हजुरहरूलाई नि शीतल बस्छ है आज धान रोप्नलाई। म भने आफ्नो कामतिर लाग्छु। बिउहरूलाई यताउता राख्नुपर्छ होइन। फेरि चाहिँ बेर हुन्छ। रोपाई सर्दैन कि मेला चाहिँ सर्दैन है। रोपाई चाहिँ सरिहाल्छ। म भने अब रोप्न जान्छु। त्यहाँनिर होल्ड गर्ने मान्छे कोही नभएर मैले भने यहाँ झ्यालमा चाहिँ अड्काएको छु। लेट्स गो। हाम्रो रोपाई चाहिँ लगभग सकिन लाग्यो। अब भने म घर जान्छु। अनि आजको दिन चाहिँ एकदमै रमाइलो भयो। अनि हजुरहरूले चाहिँ खेत रोप्नु भयो कि रोप्नु भएन? मैले पनि आफ्नो काम चाहिँ सबै सकिसकेँ है। त्यही भएर अनि मलाई चाहिँ रोप्न भने खासै आउँदैन। हल्का हल्का चाहिँ रोपेँ। अनि त्यही नै हो आजको दिन भने एकदमै रमाइलो भयो। अनि आज चाहिँ हाम्रो असार 15 पनि रह्यो, धान दिवस पनि रह्यो। सबै किसानहरूलाई चाहिँ ह्याप्पी धान दिवस अनि असार 15 को चाहिँ धेरै धेरै शुभकामना भन्न चाहन्छु। Okay, this much for today guys. I hope you guys will like this video. अनि यस अझै भिडियोहरू चाहिँ आउँदै गर्छ। अनि हजुरहरूको धान रोपाई चाहिँ कस्तो भयो डु कमेन्ट। लेट्स गो होम। अनि हाम्रो कुलोमा भने यति धेरै पानी आइरहेको छ है। हजुरहरूले चाहिँ अब यसरी कुलोमा चाहिँ स्विमिङ गर्नुभयो कि नै है?
हामी चाहिँ सानोमा एकदमै धेरै गर्थ्यौँ कि त्यही भएर कस्तो सानो कुरो याद आयो रे कति धेरै पानी आएको स्विमिङ गर्नलाई पनि मिल्छ है यो पानीमा